मिल्दैन है मैदान मिल्दैन रोक्नु होला त्यहीबाट सर्कलकैबाट दिन्छ भने राष्ट्रको मुद्दा आउँदै गर्दा राष्ट्र ल्याउँदै गर्दा के फेरि राजा आन्दोलन आउँदैन राजा त्यसरी हाल्दैन राजाले त्यसरी चिप्लेर आउँदैन राजाले भनिसक्नु भयो व्यक्तिको नाम किन बेचिराख्नु भएको छ क्या राजाको आन्दोलन गर्ने आन्दोलनलाई विभाजन गर्ने डाइभर्ट गर्ने यहाँ चाहिँ द्वन्द्व निम्ताउनु खोज्ने हैन राजा भनेर प्रश्न सोध्ने त्यो हैन हामी त भ्रष्टाचारको विरुद्धमा आउँछौँ हामीले हैन तपाईहरुले आफैले भनिराख्नु भएको छ एउटा कुरा क्लियर हुन भन्नेमा आन्दोलन पनि भन्ने राजा चाहियो पनि भन्ने हो समान अधिकार दिनु पर्यो नि त यार अनि हाम्रो माग 4-4 महिनासम्म आज चाहिँ पूरा भएको छैन हाम्रो माग पूरा भयो त भने के अनि राजा माग्न भन्ने तपाईहरुले भन्नु यदि हाम्रो माग सम्बोधन गर्दैन भने जहाँ पनि जान सक्छ महाबोधि पनि जान सक्छ महाबोधि राजा पनि जान सक्छ के भनेर त माग पूरा हामी कसैसँग गएको छैन के भन्नु भयो 3 महिना हामी आन्दोलन गरिरहेको छैन त 3 दिन हामी सडकमा छौँ त हामीले माग पूरा गरेको छैन के अरे हाम्रो माग मागिरहेको छैन हामीले प्रधानमन्त्रीसँग मन्त्रीले वार्ता गरेको छैन पटक कस्तो नाटक गरे तिनीहरूले सारा नेपाली जनतालाई ललिपप खुवाइरहेछन् सारा नेपाली जनता मूर्ख छैन नि अब तपाईहरु के गर्नुहुन्छ माइतीमा पनि सुना दिएको छैन त हामी आन्दोलन निरन्तर गरिरहन्छ अब यो आन्दोलन सुरुवात भइसकेको छ हामी विगतका निरन्तर दिनदेखि आन्दोलन गर्दै आइरहेका छौँ सरकारको विरुद्ध आवाज उठाइरहेका छौँ र यो सम्झौताको विरुद्ध पनि आवाज उठाइरहेका छौँ जेलमा हाल्नु पर्यो 23 गतिका नरसंहारकारीहरूलाई जेलमा हाल्नु पर्यो 46 साल जब यो राष्ट्रमा बसेर राष्ट्र लुटेर नेपाली जनताको खरबौं काराधन थुपारेको छ नि त्यो पैसा तपाईको फेरि यो चुनावमा गाउँमा जाँदा के हुन्छ हामी चुनाव दिन सक्छौँ सरकारले भने त्यो केपीओलाई जेलमा खोज्छु अनि फाइल पठाउँछु भन्ने चुनाव गर्ने लोकतन्त्र हामी मान्छौँ तर भ्रष्टाचारले कारबाही गर्नु पर्यो के जुन लुटेको सम्पत्ति छ नि हैन भ्रष्टाचारको सुशीला कार्कीले भनेको त्यो सबैले जेलमा हाल्छु भने फाइल पठाउँछु सरकारमा गएपछि कसैले कसैको विरोध गरेन सबैजना मिलेर जुलेर काम गरिरहेको म कुनै पनि सम्म हैन आन्दोलनमा सहभागी छु मेरो अधिकार म माग्न आएको मैले अधिकार पाएको छैन शिक्षा सोधेर रोजगार मैले पाउने राज्यले दिने राजनीति सिद्धान्त दर्शनले के भन्छ राजनीति गर्नुको उद्देश्य के हो हैन नेपाली हरेक नागरिक नेपाली हाम्रो जातीय नेपाल यसलाई नि सर यसलाई नि ट्रेनमा लानुपर्छ के आज ल्याउ जनता खुकुरी ल्याउ भ्रष्टाचारलाई सबै ल्याउ जनता खुकुरी हाम्रो आन्दोलन जारी छ 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 हाम्रो माग पूरा गर कारबाही गर हत्यारालाई कारबाही गर राजीनामा दे दुःख पायो साराले दुःख पायो साराले रिया गर दुःख पायो साराले पूरा गर